अर्घाखाँचीमा आज बिहान जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोट दह जाँदै गरेको लु एक्ज 4724 नम्बरको जीप आज बिहान करिब 3:30 बजे सन्धिखर्क नगरपालिका 9 टारीमा दुर्घटना भएको थियो। मृत्यु हुनेमा गुल्मीको मदाने गाउँपालिका वडा नम्बर 6 पुर्कोट बस्ने 10 वर्षीय अरुणा थापा र मदाने गाउँपालिका वडा नम्बर 7 बस्ने 13 वर्षीय नारायण पौडेल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी इन्सपेक्टर झलक प्रसाद शर्माले जानकारी दिएका छन्। उनीहरूको सन्धिखर्क अस्पतालमा उपचारको क्रममा मृत्यु भएको शर्माले बताएका हुन्। दुर्घटनामा गम्भीर घाइते भएका 2 जनालाई बुटवल रिफर गरिएको छ। अन्यको उपचार अर्घाखाँची जिल्ला अस्पताल सन्धिखर्कमै भइरहेको छ। जीपमा 8 जना बालबालिका सहित 26 जना सवार रहेका थिए। गुल्मीको मदाने गाउँपालिका वडा नम्बर 6 पुर्कोट दह बस्ने 42 वर्षीय चेतन कुँवरले चलाएको जीप सन्धिखर्क ढोरपाटन सडक खण्डमा अनियन्त्रित भई 27 मिटर तल खसेको छ।